नमस्ते, नेपाली स्पोर्ट्स फ्यान क्लबमा स्वागत छ। म धीरज ढकाल। आज हामी चाहिँ T20 वर्ल्ड कप जुन इन्डिया र श्रीलङ्कामा हुन गइरहेछ 2026 मा, त्यसको लागि नेपाल टिम सेलेक्सन कस्तो हुनुपर्छ, को को पर्नुपर्छ, को को पर्नेछन् जस्तो लाग्छ मलाई। यो विषयमा कुरा गर्न जाँदैछौँ। अहिले चाहिँ टिमले 24 जनालाई क्याम्पमा बोलाएको छ र ती 24 जना मध्येमा चाहिँ 15 जना को हुनेछन् र हुनुपर्छ भन्ने विषयमा चाहिँ म कुरा गर्नेछु। आज स्पेसली म ओपनिङ ब्याट्सम्यानहरूको बारेमा कुरा गर्नेछु। यी 24 जनामध्ये को चाहिँ आज ओपनर जान सक्छन् र को छन् ओपनर, त्यही कुरा गर्नेछु। अहिले यो 24 जना जुन क्याम्पमा बोलाइएको छ तीमध्ये जम्मा 4 जना ओपनरहरू छन् होइन। ती ओपनरहरू जो 4 जना छन् ती चाहिँ कुशल भुटेल, आसिफ शेख, लोकेश बम र विनोद भण्डारी छन्। उनीहरूले पहिले डोमेस्टिक गेमहरूमा नेसनल टिमको लागि पनि र एनपिएल सिजन 2 मा पनि ओपनिङ गरेका छन्। र यी बाहेक म एकजनालाई एज अ ओपनरको अल्टरनेटिभ जसले चाहिँ ओपनिङ पनि गर्न सक्छ, जुन चाहिँ 24 मध्ये क्याम्पमा छन्, उनीलाई पनि म कुरा गर्न चाहन्छु उनको विषयमा। भीम सार्कीले पनि ओपनिङ गर्न सक्छन् जस्तो लाग्छ। T20मा पनि हेर्दाखेरि वान डे खेलाडी हो, टेस्ट खेलाडी हो भन्ने गरिन्छ। तर आई थिङ्क क्यान बी गुड अल्टरनेटिभ फर ओपनिङ ब्याट्सम्यान फर नेपाल T20 वर्ल्ड कप। सो अहिले चाहिँ कुरा गरौँ मेन 4 जनाको विषयमा सुरुमा। र उनीहरूको चाहिँ एनपिएल सिजन 2 मा कस्तो पर्फर्मेन्स रह्यो, स्पेसली कति रन हान्यो र कति स्ट्राइक रेटमा हान्यो, त्यो विषयमा कुरा गर्छु। सबभन्दा पहिले कुशल भुटेल कुरा गर्नुपर्दा उनले चाहिँ एनपिएल सिजन 2 मा जम्मा 156 रन बनाए होइन। कुशल भुटेलले एनपिएल सिजन 156 रन बनाए, स्ट्राइक रेट 139.28 छ। राम्रो हो। उनले 2-4वटा गेममा राम्रै पर्फर्मेन्स पनि गरे एज अ ब्याट्सम्यान। त्यस्तै अर्का हुन् आसिफ शेखले त्यति राम्रो गर्न सकेन। फर्स्ट गेममा राम्रो ब्याटिङ गरे एनपिएल सिजन 2 को, तर त्यसपछि उनको ब्याटिङ राम्रो रहेन र त्यही कारणले उनको बोल्ड सेभ पनि राम्रो गर्न सकेन सिजन 2 मा। र उनले जम्मा 105 रन बनाए 7वटा गेम खेलेर र उनको स्ट्राइक रेट रह्यो 112.90। त्यस्तै अर्का हुन् लोकेश बमले पनि विराटनगर किङ्स फर एनपिएल सिजन 2 खेले र फर्स्ट गेममा धेरै राम्रो पर्फर्मेन्स दिए, आशा देखेँ। मलाई पनि लाग्यो अब सायद एज अ ओपनर उनले चाहिँ च्यालेन्ज गर्नेछन् जस्तो लागेको थियो, तर पछि गएर पर्फर्मेन्स राम्रो भएन। र जम्मा 170 रन बनाए 108.97को स्ट्राइक रेटमा, स्ट्राइक रेट धेरै लो भयो। अर्का हुन् विनोद भण्डारी चाहिँ सुदूरपश्चिमको वेल्सको लागि हाइएस्ट स्कोरर हुन् र ओभरअल नेपाली खेलाडीमा एनपिएल सिजन 2 को लागि सेकेन्ड हाइएस्ट स्कोरर आफ्टर क्याप्टेन रोहित पौडेल। सो विनोद भण्डारीले 264 रन हाने र 110को स्ट्राइक रेटमा हाने, तर उनको पर्फर्मेन्स एकदम काम कन्सिस्टेन्ट पर्फर्मेन्स रह्यो सिजन 2 भरि, एनपिएल सिजन 2 भरि। र उनले चाहिँ म रन हान्न सक्छु है भनेर देखाए। अलिकति स्ट्राइक रेट कम्प्रोमाइज गर्नुपर्छ विनोद भण्डारीलाई ओपनिङ गराउने हो भने, तर उनको पोटेन्सियल छ। डोमेस्टिक गेमहरूमा हाने, तर यसपालि सम्हालिएर खेले। सायद अब यही वर्ल्ड कपमा खेल्न पाए नै पाएस्, तर चान्स कम छ भन्ने जस्तो फिल भयो होला। र म आफ्नो गेम स्टाइल चेन्ज गर्छु, अथवा कोचहरूले पनि चेन्ज गर्यो भने भनौँ। र त्यो हिसाबले विनोद भण्डारीको राम्रै रह्यो ओभरअल एनपिएल सिजन 2। र अर्का भीम सार्कीले धेरै गेम त खेलेनन्, जम्मा 90 रन बनाए र एउटा गेममा 19 बलमै हाफ सेन्चुरी हाने, जुन चाहिँ सबभन्दा फास्टेस्ट हो। र उनको सरप्राइजिङली स्ट्राइक रेट 155.17 छ। यी अरू जुन मेन ओपनरहरू हुनुहुन्छ उहाँहरूभन्दा चाहिँ सबभन्दा राम्रो स्ट्राइक रेट भीम सार्कीको छ। भीम सार्की एज अ फर्स्ट डाउन खेल्छन् टिममा, कुनै पनि टिम, नेपाल टिमकै लागि होस् या आफ्नो क्लबको लागि होस् डोमेस्टिकमा। र एज अ फर्स्ट डाउन आएर उनले फास्ट बलहरू फेस गरिरहेको हुन्छन्, त्यही हिसाबले उनले ओपनिङ गर्न सक्छन् जस्तो लाग्छ मलाई। र अर्को भीम सार्कीको स्पिनरको अगेन्स्टमा पनि राम्रो ब्याटिङ गर्छन्, र त्यही हिसाबले एज अ अल्टरनेटिभ चाहिँ, किनभने उनको रोल तल पनि रहन सक्छ, एज ओपनिङ पनि गर्न सक्छन्, फर्स्ट डाउनमा पनि आउन सक्छन्, मिडल अर्डरमा पनि खेल्न सक्छन्। त्यो हिसाबले म चाहिँ चान्स लिने हिसाबले भीम सार्कीलाई चाहिँ फ्रिली खेल्न दिने एज ओपनर। त्यो भयो भने भीम सार्कीले चाहिँ फ्रिली खेल्यो भने राम्रो स्ट्राइक रेटमा हान्न सक्छन्। भीम सार्कीलाई विथ आसिफ शेख, विथ विनोद भण्डारी अथवा कुशल भुटेलसँगै ओपनिङ गराउन पनि सकिन्छ। र म यी 5 जनामध्ये 4 जनालाई स्पेसल 3 जना ओपनर भए
लान चाहन्छु, कुशल भुटेल, आसिफ शेख र विनोद भण्डारीलाई सेलेक्ट गर्न चाहन्छु एज अ ओपनर। लोकेश बमलाई यसपालि वेट गर्न भन्न चाहन्छु र लोकेश बमको सट्टामा भीम सार्कीलाई ओपनर ब्याट्सम्यानको रूपमा वर्ल्ड कपमा लान चाहन्छु। भीम सार्कीलाई एज अ अल्टरनेटिभ फ्रिली खेलायो भने उनले चाहिँ हान्न सक्छन् जस्तो लाग्छ। यो मेरो आइडिया तपाईँहरूलाई कस्तो लाग्यो भीम सार्कीलाई ओपनिङ गराउने त्यो कमेन्टमा पक्कै पनि प्रतिक्रिया दिनु होला। र मेरो एज अ ओपनर म यी 4 जनालाई लान चाहन्छु। मेरो ओपनरहरू सेलेक्सन यही छ। अर्को भिडियोमा म बलरहरू को गर्नुपर्छ त्यो विषयमा कुरा गर्नेछु र अलराउन्डरको विषयमा पनि कुरा गर्नेछु र त्यसैबाट म 15 जना सेलेक्ट गर्छु र फर्स्ट गेमको लागि प्लेइङ 11 को हुनेछन् त्यो पनि कुरा गर्नेछु। हस् त आजलाई यति नै। हाम्रो भिडियोहरू राम्रो लाग्छ भने कृपया सब्सक्राइब गर्नु होला। धन्यवाद।